बुढाको साथीले धिक मर्ने गरी चिक्क्यो। साथीहरू, यो मेरो जीवनको सत्य घटना हो। मेरो नाम कमला शर्मा हो। म अहिले 22 वर्षकी छु। मेरो एउटा छोरो छ। म अलि बढी नै मोटो छु। मलाई केटा मान्छेहरूले स्लिम केटी मात्र मन पराउँछन् होला र मोटी केटी मन पराउँदैनन् होला भन्ने लागेको थियो। तर धेरै केटाहरू मोटो शरीरमा खेन मन पराउने रहेछन्। यो कहानी भर्खर असार महिनाको हो। म दाङ तुलसीपुरमा एउटा सरकारी कार्यालयमा जागिर गर्छु। अफिसको कामले कहिले बुटबल त कहिले काठमाडौँ जानुपर्छ। म अफिसका टाँटी भएर पनि होला बाहिरी जिल्ला जानु पर्यो भने मलाई नै पठाउँछन्। अब सिधै कुरामा प्रवेश गरौँ। मेरो बुढाको नाम पवन शर्मा हो। मेरो बुढाको साथीको नाम ललित केसी हो। ललित मेरो बुढाको निकै मिल्ने साथी हो। हामीलाई केही अप्ठ्यारो पर्दा उनले नै सहयोग गर्छन्। उनीहरूलाई पनि केही अप्ठ्यारो पर्दा हामीले सहयोग गर्छौं। ललित प्राय आफ्नो काम भएको बेला हाम्रो घरमा आइराख्छन्। उनी हाइटी र निकै ह्यान्डसम छन्। पहिले त मैले उनलाई निकै रेस्पेक्ट दिएर बोल्थे, तर पछि उनले हाम्रो घर आउँदा अलि बोका पारा देखाउन लागे। मैले खाना खान दिने बेला लाडु थन्काए बसेको मैले लुकेर देखेको छु। म पनि के कम उनलाई उत्तेजित बनाउनका लागि बेलुका अलि सेक्सी र नाइट ड्रेसमा बस्थे। उनी मसँग निकै गफिन्थे। मेरो बुढा पनि साथै गफ गर्नुहुन्थ्यो। मलाई अनुकूल मिलाएर ललितको लाडु मेरो पुतीमा घुसाउन मन थियो। मेरो बुढाले मलाई चिक्न थालेको बेला म ललितले मलाई चिकेको सम्झेर आनन्द लिन्थे। मेरो बुढा पनि अलि खुला हुनुहुन्छ सेक्सको मामलामा। आनन्द हुन्छ भने जसलाई सोचेक्नी हुन्छ, तर गर्न भने दिनुहुन्न भन्नुहुन्थ्यो। तर मलाई पनि ललितको लाडु चाख्न मन थियो। यो अवसर अफिसको कामले जुयो। म अफिसको कामले काठमाडौँ जाने कुरा भयो। बुढाले मेरो साथी ललितसँग जाउँ पनि भोलि जाँदैछ भन्नुभयो। हामी डेमा जाने कुरा भयो। मलाई भने नाइटमा जान मन थियो, किनकि नाइटमा सुतेको निहुमा ललितको छातीमा पल्टिने रहर थियो। तर बुढाले भनेपछि मान्नै पर्यो। हामी जाने नयाँ खालको गाडी रहेछ। प्रत्येक सिटमा पर्दा भएको, अरू सिटमा बसेकाले नदेख्ने खालको रहेछ। हामी भालुवानसँग गफ गर्दै गयौँ। ललिते म हिजो अलि अनिदो परेको छु म्याम, म त सिटमै निदाउँछु भन्यो। मैले पनि हुन्छ भने। म पनि निदाएको अभिनय गर्न थाल्यो। मैले निकै सेक्सी खालेको वान पिस लगाएको थिएँ। म निदाएको जस्तै गरेर ललितको छातीमा गए। ललित पनि निदाएको बहाना पार्दै मेरो हात समाएर बसे। मलाई निकै आनन्द लागेको थियो। अनि ललितले मलाई गाह्रो भयो म तपाईको छातीमा सुत्छु है म्याम, मायान्ड नगर्नुहोला भन्यो। अनि मैले हुन्छ भने। ललित मजाले मेरो छातीमा सुत्यो। मलाई निकै आनन्द आयो। मैले पनि ललितको हात समाए। बिस्तारै उसले त मेरो बुबुतिर हात लग्यो। म निदाएको अभिनय गरे। उसले पुरै हात मेरो बुबुको मुन्टामा लगिसक्यो। मलाई खपी नसक्नुभयो। म पनि चपक्कै ललिततिर देसिए। अनि ललितले मेरो हात उसको प्यान्ट भित्र छिराइदियो। हे भगवान, ललितको लाडु त कति मोटो र लामो। मलाई ललितको लाडु छाम्न निकै आनन्द आयो। ललितले मेरो पुतीमा हात लगेर खेलाउन थाल्यो। मलाई खपी नसक्नुभयो। ललितले मेरो मुख तानेर पुरै जिब्रो चुस्न लाग्यो। यति गर्दा गर्दै हामी काठमाडौँ पुग्यो। मेरो फोनमा बुढाले निकै पटक हान्नुभएको रहेछ, मैले थाहा पाएन। पछि ललितकोमा फोन आयो। उताबाट कता पुग्नुभयो भन्ने प्रश्न गर्नुभयो होला सायद उसले। हामी त भर्खर चितवन छौं सर। बुटबल नारायणगढ सडक निर्माण भइरहेकाले बन्द रहेछ, भर्खर खुल्यो भनेर भन्यो। अनि मलाई सिधै कुरा गर्न दियो। बुढाले मलाई किन फोन नउठाएको भनेर रिसाउनुभयो। मैले थाहा पाएन भने। अनि बुढाले भोलि बिहानै पुग्छौ हाला नि जाममा परेछौ भन्नुभयो। मलाई के भनौ भन्ने लाग्यो। हजुर, हामी भर्खर चितवन पुग्यौं भने। अनि बुढाले ललितलाई फोन दिन् भन्नुभयो। मैले ललितलाई फोन दिए। ललितले मेरो र उसको मोबाइल चार्ज सकिएकाले स्विच अफ हुने कुरा जानकारी दियो। अनि फोन राख्यो। मेरो फोन तानेर ललितले स्विच अफ गरिदियो। हामी काठमाडौँ पुगिसकेका थियौं। तर बुढाले भर्खर चितवन छन् भन्ने मान्नुभएको थियो। हामी नयाँ बस पार्कमा एउटा होटलमा गयौं। पुतीमा लाडु छिराउने बाहेक अरू सबै काम भइसकेको थियो। मलाई पनि ढुक्क तरिकाले कसैले थाहा नपाउने गरी ललितको लाडु पुतीमा छिराउन निकै मन थियो क्या। म नुहाएर पुरै नाइट ड्रेसमा आए। मैले ब्रा र निकै छोटो कट्टु लगाएको थिएँ। ललित पनि नुहाएर हाफ प्यान्ट मात्रै लगाएर आएको थियो। माथितिर केही थिएन। ललितको कसिलो शरीरले मलाई निकै लोभ्यायो। हामी एउटै बेडमा बस्यौं।
ललितले एउटा हातले मेरो बुबुको मुन्टा खेलाइदियो भने अर्को हातले मेरो पुती खेलाइदियो। मलाई निकै आनन्द लाग्यो। अनि मेरो मुख आफ्नो लाडुमा लगाइदियो। मैले अहिलेसम्म लाडु चुसेको थिएन तर ब्युल फिल्ममा चुस्को देखेको थिएँ। आज आफै चुस्न पाउँदा निकै आनन्द लाग्यो। ललितको लाडु त मेरो बुढाको भन्दा 2 गुणा मोटो र लामो रहेछ। ललितले निकै लामो सुस्केर हाल्यो। निकै आनन्द मानेछ क्यार। फेरि मलाई गोप्रो पारेर ल्वाङ हाल्न थाल्यो। मैले पनि निकै दम दिन थाले। ललितले लाडु तल घुसाएको थियो भने मरो दुधका मुन्टा चुसिरहेको थियो। आहा ललित, प्लिज मलाई अलि ठेल्नु न प्लिज। मलाई निकै आनन्द आयो भन्न थाले। ऊ पनि निकै उत्तेजित भयो। मलाई उत्तानो पारेर फेरि चिक्यो। हामी रातभरि 4 पटक चिक्यौं। भोलिपल्ट मोबाइल अन गरेर ललितले मेरो बुढालाई भर्खर काठमाडौँ आइपुगको जानकारी दियो। अनि म दिनभर अफिसको काम गरेर म अफिसको काममा 5 दिन काठमाडौँ बस्नुपर्ने थियो। म ललितकै कोठामा बसे। ललितले मेरो बुढालाई कोठामा आफ्नी बहिनी पनि भएको जानकारी दिएको थियो। तर खासमा बहिनी गाउँको घर गएकी थिई। काठमाडौँमै बस्दा दैनिक हामीले नयाँ पुजिनमा चिकामारी खेल्यौं। अहिले पनि मेरो बुढाले ललितलाई कति पनि शङ्का गर्नुहुन्न। तर हामी अनुकूल टाइम मिल्यो कि चिकाइ गरिहाल्छौं।